लो नत्र यहाँसम्म न यहाँनिर न ल यहाँसम्म भयो झर भने त गयो त जाँदैन दर्शक महानुभाव नमस्कार स्वीकार गर्नुहोस् म नारायण शिवकोटी यति बेला म 27 धाम परिषदमा छु यहाँ देख्न सक्नुहुन्छ सबैतिर क्यामेरालाई माया दिनु होला यता देखाइदिनु होला म बहिनीलाई अनुरोध गर्न चाहन्छु 27 धाममा चाहिँ नारायण शिवकोटीको उपस्थिति किन यो विषयमा धेरै धेरै जनजनका मनमा यो कौतूहलता र प्रश्न जागिरहेको होला हरेक साल हुने बाह्र चतुर्दशी मेलामा हाम्रो उपस्थिति हुने गर्दछ यहाँ देखिएका विभिन्न समस्याको समाधान र भण्डाफोर र यहाँका विकृतिको जरै उखेलेर फाल्नका लागि हामी यहाँ आएका हौँ म पनि यो धार्मिक कथा पत्रिका क्षेत्र विकास समितिको आजीवन सदस्य हुँ त्यति मात्रै नभएर यो 27 धाम विश्वकै नमुना धार्मिक तथा पर्यटक क्षेत्रको रूपमा विकास र परिवर्तन गर्नका लागि थप टेवा पुर्याउनका लागि शिवस्ताक्ष नगरपालिकाले यो धार्मिक तथा पर्यटक क्षेत्र 27 धामलाई गुली योजनाका साथमा अगाडि बढाउन आवश्यक रहेको छ जति बेला हामी सानो हुँदा घाँस दाउरा गर्थ्यौँ त्यति बेलाको 27 धाम र अहिलेको 27 धाममा आकाश पातालको फरक र परिवर्तन भने तपाईँका हेर्ने आँखाले टुलु टुलेरी बेला देखिरहेकै हुनुहुन्छ यतापट्टि देखाइदिनु त र यतापट्टिको भवनहरू देख्न सक्नुहुन्छ यतापट्टिको भवनहरू देख्न सक्नुहुन्छ आजभन्दा करिब 30-31 वर्ष अगाडि यो भवनहरू थिएन त्यति बेला जनसङ्ख्या थोरै थियो मान्छेहरूको जनसङ्ख्या बढ्दै गयो विकास र परिवर्तन हुँदै गयो संरचनाहरू परिवर्तन हुँदै गए जसको कारणले आज 27 धाम विश्वकै नमुना 27 धामको रूपमा अगाडि बढिरहेको छ र यतापट्टि देखाइदिनु होला यो चाहिँ रुद्राक्षको मालाबाट निर्माण गरिएको छ यो रुद्राक्षका मालाहरू पनि भोजपुरमा फलेको रुद्राक्षको दानाहरू झापाको शिवस्ताक्षीको झिलिरे बजारमा त्यहाँका जनताहरूले उन्नु भएको यो माला 27 धामका लागि विश्वकै नमुना मालाको रूपमा विकास र परिवर्तन हुँदै गएको छ विकास आयोजनाका ढोकाहरू निर्माण गरिरहँदा कतै कच्चा पदार्थहरू कमिसनको खेलले गोजी भरेर हो कि विकास आयोजनाहरू चुस्त र दुरुस्त बन्न नसकिरहेको बेला हामी पत्रकारिताको धर्मबाट छाती फुलाएर गर्वका साथ जनताका लागि विकास आयोजना करिडोरमा हाम्रो भूमिकालाई देखाउने गर्छौँ जुन भूमिका आज यहाँ तपाईँहरूले पनि देख्न सक्नुहुन्छ अगाडि आउनु होला बहिनी माला देख्न सक्नुहुन्छ साथै श्रद्धालु भक्तजनहरू पनि यहाँ प्रशस्तै मात्रामा आउनु भएको छ अब यतापट्टि देखाइदिनु होला उहाँहरू धेरै टाढाबाट आउनु भएको छ हाम्रो 27 धाममा सबैजनाले हेर्न सक्नुहुन्छ कहाँबाट आउनु भएको छ म छोटो कुराहरूलाई जोड्छु हाम्रो क्यामेराम्यान बहिनी हुन्छ बहिनी खिच्नु हुनेछ नमस्कार कहाँबाट आउनु भएको छ हामी कमल गाउँपालिका पऱ्यो होइन कमल गाउँपालिकामा पऱ्यो 27 धाममा आइपुग्नु भएको छ धेरै खुसी लागेको छ आजको कार्यक्रम हाम्रो क्यामेराम्यान बहिनीले मोबाइलमा कैद गर्दै हुन्छ तपाईँको पहिला हजुर कमल साप रङपुर भन्ने ठाउँ हो दुःखमा हुनुहुन्छ सेतो कपडा लाउनु भएको छ के भएको छ कति भयो अहिले पनि दुःख लाग्यो वृद्ध आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु 27 धाममा कस्तो लागिरहेको छ बेला आइदिनु भयो यस्तो कुरो गरिदिनु बोलाइदिनु भयो धेरै धेरै धन्यवाद हजुरआमा हुन्छ नमस्कार तपाईँको नाम भनिदिनु न हजुर तपाईँ कार्यक्रममा सहयोग गर्न चाहन्छु कति वर्ष पुग्नुभयो 7 वर्ष पुग्नुभयो 27 धाममा आउनु भएको छ परिवारै आउनु भएको छ
यति बेला कस्तो लाग्ला तपाईँ धामको यो जमिनहरूमा पैतालाहरू देखिरहँदा कस्तो अनुभव भइरहेको छ, कस्तो फिलिङ गरिरहनु भएको छ? यो ठाउँमा आइरहँदा अझै के भइदिए जस्तो हो जस्तो लागिरहेको छ? म पनि यो धाम विकास समितिको आजीवन सदस्य यसै वर्ष बनेको छु। आइदिनु भयो, धेरै धन्यवाद है त। र दर्शक महानुभाव, हामी सतासी धाममा छौँ। हाम्रो समय यति छिटो अगाडि चलिरहेको छ, यो समयले कसैलाई पनि पर्खिनेवाला छैन। नपर्खिने समयको घडी सुइबिना पनि चलिरहेको हुन्छ, त्यो प्रकृतिको समय हो। र हामी अलिकति यताको जानेछौँ र क्यामेराम्यान बहिनीलाई अलिकति सहयोग गरिदिनु हामी अनुरोध चाहन्छौँ। र यहाँ एकजना महानुभाव हुनुहुन्छ, नमस्कार। यता हेरिदिनु ल क्यामेरामा हेर्दाखेरि चाहिँ नहल्दिकन हेरिदिनु होला। कहाँबाट आउनु भएको छ? गाउँपालिका 7 नम्बरबाट। हजुरको परिचय पाउने यति बेला? तपाईँको नाम? कति वर्ष पुग्नुभयो? 74 वर्ष पुगिरहँदा सतासी धाममा पहिला टेप्दै हुन्छ कि कतिचोटि हो यो चोटि आउँदा? अनि पहिलोचोटि आउँदा सतासी धाम कस्तो लागिरहेको थियो? हजुर पहिलेभन्दा धेरै परिवर्तन भयो। अघि दिवसलाई देखेर जस्तो लाग्छ यार, हो कि होइन हौ? हो सोध्नु पर्यो, तिमी आएको थियो भन्नु आउँदिन भन्दै थियो भन्न चाहिँ मान्छे मान्नु भयो कि थाहा भएन। सुन्योस् हेर्छ नि त्यसले पनि के छ शौचालयको अलिकति होइन अप्ठ्यारो स्थितिको महसुस भयो तपाईँहरूलाई? हस् त, तपाईँको समस्यालाई सम्बन्धित निकायको ध्यान आकर्षण हामी यसै कार्यक्रम मार्फत र उहाँलाई हामी लिखित रूपमा र मौखिक रूपमा पनि जानकारी गराउनेछौँ। र यो ठाउँमा आएर यो सतासी धामको गरिमा बढाइदिनु भयो, तपाईँको उपस्थितिलाई हामी नमन गर्न चाहन्छौँ। दर्शक महानुभावहरू, तपाईँलाई कस्तो लागिरहेको छ धार्मिक बढेको क्षेत्र सतासी धाम? अब हामी यतातर्फ देखाउनेछौँ। भक्तजनहरू कोही सुनिरहनु भएको छ, कोही आराम गरिरहनु भएको छ। र यहाँ चाहिँ गाउँ सेवा दानापट्टि पेटिया रहेको छ। अनि यो पुरै रुद्राक्षको दानाबाट निर्माण गरिएको, त्यही पनि भोजपुर जिल्लामा उत्पादन भएको रुद्राक्ष झापाको शिवस्तासिका झिल्लिएका जनताहरूले माला आउनु भएको, जुन माला पनि बलिवस भन्नका लागि जुन हलुङ्गेको तारको प्रयोग गरिएको छ, जुन तारले गर्दा यो एकदमै प्रगाढ हुनेछ। हामीलाई खुसी लागेको छ आजको कार्यक्रममा। बोलौँ ल छोटो एकजना महानुभाव हुनुहुन्छ, उहाँलाई कार्यक्रममा जोड्न चाहन्छु। नमस्कार। अलिकति यता हेर्छु न क्यामेरामा, तपाईँको परिचय पाउन। हजुर हजुर तपाईँको नाम? हजुर सतासी धाममा पहिलोचोटि आउँदै हुनुहुन्छ? ए यो पहिलोचोटि आउँदा सतासी धाम कस्तो लागिरहेको थियो? अलिक उता हेर्नु न क्यामेरामा हेर्नु न। हजुर अहिले आउँदा कस्तो लागिरहेको छ? पहिलोचोटि आउँदा के कुराहरू यहाँ निर्माण गरेको थिएन? तपाईँले के देख्नुभयो त्यही भनिदिनु त क्यामेरामा हेरेर। हजुर एकदमै खुसी हुन्छ। हातीमा रुद्राक्षको माला पनि लाउनु भएको छ, माता पनि हुनुहुन्छ? शक्ति शक्ति कतिको आउँछ, कतिको जोखाना हेर्नुहुन्छ, कतिको कतिको आउने
है तपाईँ रुद्राक्षको माला लाउनु भएको छ त्यो भएर मैले सोधेको अझै यो ठाउँमा चाहिँ के कुराहरू चाहिँ अपुग होला तपाईँको विचारमा एकचोटि भोलि सरलाई हेर्नु होला सबै हेर्नु होला उतापट्टि हेर्नु त सोलर बत्ती बलेकै छैन यो यहाँको समस्या हो नि त होइन यहाँको समस्या त धाम समितिले समाधान गर्नु पर्यो एकैचोटि नहुन सक्छ विकास बिस्तारै बिस्तारै हो बिस्तारै पूर्ण भयो भने त्यसमै खुसी आजको विज्ञानको 21औं युगमा कम्प्युटर र टेक्नोलोजीको जमानामा अब भनेको विकास भनेको तीव्र गतिमा हुनु पर्यो यो अपेक्षाकृत जनताले राख्नु भएको छ आइदिनु भयो समय दिनुभयो धेरै धेरै धन्यवाद दर्शक महानुभावहरू आजको कार्यक्रम 27 धाम विशेष तपाईँलाई कस्तो लागिरहेको छ उतापट्टि हजुरआमाहरू हुनुहुन्छ योभन्दा अगाडि यहाँ एकजना हजुरआमा हुनुहुन्छ उहाँसँग छोटो कुराकानी जोड्न चाहन्छु अब चाहिँ म यहाँ टुक्कै बस्ने बेला भयो र बहिनीले एकछिन खिदिनु होला नमस्कार कहाँबाट आउनु भएको छ तपाईँलाई आजको कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु हजुरको परिचय पाउन कति वर्ष पुग्नुभयो 55 वर्ष पुग्नुभयो अर्जुन धारा जलेश्वर धाम छोडेर सुपारी धाम नै आउनुभयो किन उता जाँदै हुँदैछ भन्दा अगाडि यसपालि सुपारी धाममा आउनुभयो कस्तो लाग्छ धार्मिक क्षेत्र सुपारी धाम तपाईँलाई अलिकति बस्ने सुविधा चाहिँ अलिक राम्रो सुविधा सम्पन्न भइदिए जस्तो हुन्छ लागेको छैन यति बेला हो मगमग बास्ना पनि आइरहेको छ होइन थाहा पाइरहनु भएको छ यो के को बास्ना आएको होला लक्ष्मीपुरबाट तपाईँ कतिजना समूहमा कतिजना टोलीमा आउनु भएको छ अनि प्रसादहरू लिनुभयो यहाँको पनि खानु पर्यो यहाँको प्रसाद खाएपछि त झन् धेरै शक्ति आउँछ होइन तपाईँले चाहेका कुराहरू पुरा हुन्छ यहाँको प्रसाद चाहिँ उतातिर वितरण भइरहेछ हामीले पनि भगाइमा त प्रसाद खाएर आयौँ म पनि यो धाम विकास समितिको आजीवन सदस्य हो यसपालि मात्रै बनेको ठिक छ राम्रो लाग्यो आइदिनु हो होइन 27 धामको गरिमा बढाइदिनु भयो धेरै धेरै धन्यवाद र यो भिडियो हेर्नु होला युट्युब च्यानलमा हामी पोस्ट गर्नेछौँ 87 दर्शन बेग्लै बेग्लै च्यानल छ नारायण शिवगढी र 87 दर्पणमा समय दिनुभयो धन्यवाद